हेलो साथीहरू, आज चाहिँ हामी जाँदैछौँ माइत। दुईटै दिदीबहिनी, यिनी चाहिँ हाम्रो मामाको छोरी। हामी चाहिँ माइत, यिनी चाहिँ आफ्नो घर जाँदैछिन्। अहिले चाहिँ यस्तो पुरै कुहिरो लागेर खतम भएको छ कि पछाडि देख्नु भएको छ नि, पुरै कुहिरो लागेको छ। यो कुकुर खै कहाँ जाने हो थाहा भएन, हाम्रो पछि लागेको छ। यो चाहिँ माइत जाँदा यसरी दौड्छ कि अनि आफ्नो घर आउँदा बिस्तारै आउँछ। फाइनली हामी चाहिँ पुगिसक्यौँ माइती घरमा। मैले पानी पनि पिइसकेँ। मेरो मम्मी चाहिँ उता दालमा ढुङ्गा हेर्दै हुनुहुन्छ अनि बाबा चाहिँ खेतमा जानुभएको छ। यो चाहिँ यता बसिसकेँ, अब म पनि बस्छु, मलाई थकाइ लागेको छ। बाँकी भिडियो पनि देखाउँछु, भिडियो चाहिँ पुरा हेर्नु होला है। आज चाहिँ हामी चाहिँ माइती घरमा चाहिँ गोठ गाड्दैछौँ है। भैँसीको गोबर फाल्दैछ। यो चाहिँ हिजो राति पानी परेर चाहिँ यस्तो भएको छ। हाम्रो बिहानीको सुरुवात चाहिँ यसरी हुँदैछ। ऊ चाहिँ थालीले पानी फ्याँक्दैछ उता होइन। हेर्नु न, यता मौसम यस्तो भएको छ नि, खै यस्तो भएको छ नि। यता चाहिँ भैँसी चाहिँ यता के गर्दैछेस? ए भैँसी के गर्दैछेस? अर्को भैँसी चाहिँ यता चाहिँ उसको आँखा हेर्नु न, ले यस्तो चाहिँ। बिहानीको सुरुवातमा चाहिँ यो चाहिँ मल हाल्दैछ यसरी होइन। पुरै पानी परेर हिजो राति यस्तो भएको थियो, त्यही भएर अलिकति मम्मीलाई सघाउँ भनेको होइन। उता चाहिँ कति राम्रो खुर्सानी भएको छ, हाम्रो बाबाले लगाउनु भएको। यस्तो भएको छ, त्यही पानी परिरहेछ आज पनि। यस्तो मौसम छ बिहानीको। आज चाहिँ हाम्रो मम्मीले माडा पकाउने तयारी गर्दै हुनुहुन्छ। हरियो मकैको माडा हो, पकाउने। कसरी पकाउँछन् म हजुरहरूलाई देखाउँछु। यो चाहिँ अब यसको दाना निकालेर यसलाई पिसेर त्यसपछि मम्मी पकाउनुहुन्छ। म हजुरहरूलाई देखाउँछु, भिडियो पुरा हेर्नु होला है। यो चाहिँ यता मकै पिस्दैछ माडा पकाउनको लागि। यस्तो बनाउनु पर्छ, खै मसिनो। फाइनली हामीले चाहिँ घोगाको माडा पकाउने सुरु गरिसक्यो। यो चाहिँ बटको, मम्मीले चाहिँ बटको बनाउँदै हुनुहुन्छ। पाकेन? फाइनली मेरो मम्मीले पकाइसक्नु भयो माडा। देख्न सक्नुहुन्छ कति राम्रो पकाउनु भएको छ। अनि मेरो मम्मीले पकाएको उहाँ चाहिँ मासु छ चुलामा। अब चाहिँ हामी खान्छौँ। हामी चाहिँ माइती घरबाट हाम्रो घरमा लाग्यौँ होइन। अब चाहिँ जान्छु, ढिला भइसक्यो, यति नै हो। हामी चाहिँ जान लाग्यौँ अब हाम्रो घरतिर। अब मम्मी पनि आफ्नो काम गर्नुहुन्छ, हामी पनि जान्छौँ। आइज अब। यो चाहिँ हराडाको खान हो होइन, हराडा भन्छन् यहाँ चाहिँ। यस्तो पहिरो आएको छ नि पुरै। हामी चाहिँ अहिले माइतीबाट घर जाँदैछौँ आफ्नो। यत्रा ढुङ्गा आएका छन् कि हजुरहरूलाई देखाउँछु। रोडैभरि ढुङ्गा छन् कि यी यस्ता ढुङ्गा छन्। पहिरो आउने डर हुन्छ होइन। पानी परेको बेला रोडमा हिँड्नु हुँदैन। यस्तो चाहिँ पुरै आएको छ माथिदेखि तलसम्म। हामी चाहिँ अहिले हराडाको खानमा पुग्यौँ। तिर्खा लागेर यस्तो भएको छ नि, पुरै घाँटी सुकेको छ। पानी पनि मिलिरहेको छैन यताउता कहीँ पनि होइन। यसरी जानु परेको छ।